जय मसीह सबैजनालाई आज नयाँ साल 2026 को सम्पूर्ण सारा विश्वमा जो पनि प्रभुका लोकहरू जिरहेको छ उहाँहरूको निम्ति आज नयाँ वर्षको शुभकामना साथै 2026 मा प्रत्येक प्रभुको लोकहरू या त प्रत्येक मानिस जसले परमेश्वरलाई सृष्टि गर्नुभएको छ उहाँहरूलाई धेरै मात्रामा परमेश्वरले आशिष दिउन् अनि अनुग्रह कृपा उहाँहरूमाथि रहोस् भनेर म यही कामना गर्न चाहन्छु। परमेश्वरलाई धन्यवाद होस्, आज सुन्दर दिन परमेश्वरले दिनुभयो अनि यो सुन्दर दिनमा थप आएर मौका पाइकन परमेश्वरलाई प्रशंसा गर्ने जीवन आज मैले अनि आज मेरो परिवारले पाएको छ। परमेश्वरलाई धन्यवाद होस्। अनि 2025 साल हिजो बितेर गए, आज तपाईँ अनि म नयाँ सालभित्र प्रवेश भएको छ। अब नयाँ सालभित्र परमेश्वरले तपाईँ हाम्रो जीवनमा धेरै परमेश्वरले काम गर्नु हुनेछ अनि तपाईँ अनि हामी चाहिँ परमेश्वरको नजदिकतामा जानु पर्यो। याकुब 4:8 भन्छ, परमेश्वरको नजदिकतामा जाऊ अनि परमेश्वर तिमीहरू नजदिकतामा आउनुहुनेछ। जब तपाईँ अनि म परमेश्वरको नजदिकतामा जान्छौँ भने परमेश्वर तपाईँ हाम्रो नजदिकतामा आउनुहुन्छ। यदि तपाईँ हामी परमेश्वरलाई वास्तै गरेन, परमेश्वरको नजदिकतामा प्रार्थना या त कुनै पनि सभातिर फेलोसिपतिर तपाईँ हामी गएनौँ भने कसरी तपाईँ अनि मैले आशिष पाउने त? अनि यस कारणले गर्दाखेरि याकुब 4:8 पद अनुसार तपाईँ अनि म परमेश्वरको नजदिकतामा जानुपर्छ अनि परमेश्वर तपाईँ अनि हाम्रो नजदिकतामा आउनुहुन्छ। हो, विगत सालमा धेरै तपाईँ अनि मेरो जीवनमा परमेश्वरले आशिष दिनुभयो। धेरै कुरा तिताई र मिठाईका कुराहरू तपाईँ हाम्रो जीवनमा आयो। तर परमेश्वर आज तपाईँ अनि मैले पाएको कारणले जे कुरा थियो त्यो सबै कुरा तपाईँ हामी भुलिसकेका छौँ कि तपाईँ हामीलाई जहिले पनि अनि प्रभुको लोकहरू अनि हामी मानिस जातिलाई चाहिँ जुनै काम गर्नका लागि तपाईँ हामीलाई विवेक सफा चाहिन्छ अरे नि त। यस कारण आज विवेक सफा जस्तै थिस्लोनी त्यहाँनिर पहिलो थिस्लोनी 5 त्यहाँनिर 16-17 पदले भन्छ, आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो। तपाईँ हाम्रो जीवनमा विवेक सफा यदि छैन भने तपाईँ हामी आनन्दित रहन सक्दैन अनि साथसाथै निरन्तर प्रार्थना तपाईँ अनि मैले गर्न सक्दैन। अनि कुनै कुरा तपाईँ हाम्रो विगत सालका ती कुराहरूलाई यतिकै तपाईँ अनि मैले चाहिँ भोकिबस्यो भने चाहिँ आज तपाईँ हाम्रो विवेक सफा हुन सक्दैन अनि आनन्दित पनि हुन सक्दैन अनि निरन्तर प्रार्थना तपाईँ हामी गर्न सक्दैन। अनि आज तपाईँ अनि हामी आनन्दित हुनुको पछि विवेक सफा हुनुपर्छ। जब तपाईँ हामी विवेक सफा भएपछि तपाईँ हामी आनन्दित हुन्छौँ अनि आनन्दित भएपछि तपाईँ हाम्रो जीवनमा निरन्तर प्रार्थना गर्ने इच्छा तपाईँ हाम्रो जीवनमा आइरहन्छ। यसै कारणले विगत दिनका कुराहरू हामी अब सबै कुरा हामी फालिसकेका छौँ। नयाँ कुराहरू प्रभु आज तपाईँ अनि हामी लाउँछौँ हाम्रो हृदयभित्र। यानी भन्छ यशाया 43 त्यहाँनिर 18 र 19 पदले यसरी भन्छ, बितेका कुराहरूलाई नसम्झ, अहिलेका कुराहरूलाई विचार गर। हेर्नुहोस् त, बितेका कुरा जे कुरा हिजोसम्म थियो तपाईँ हाम्रो जीवनमा ती सबै कुरा बितेर गइसक्यो। अहिलेको कुरालाई तपाईँ अनि मैले चाहिँ विचार गर्नुपर्ने कुरा छ। अहिलेको कुरा जुन चाहिँ कुरा तपाईँ हाम्रो जीवनमा परमेश्वरलाई महिमा दिनु सक्ने जीवन, वर्तमानका कुराहरू, विगतका कुराहरू तपाईँ अनि मैले चाहिँ आज सम्झनु भएन अरे। बितेका कुराहरूलाई नसम्झ, अहिलेका कुरालाई विचार गर।
है, जुन कुरा बित्यो बित्यो, अनि अहिलेका कुराहरू चाहिँ तपाईँ अनि मैले चाहिँ विचार गर्नुपर्ने अरे। हेर, म एउटा नयाँ कुरा गर्नेछु। परमेश्वरले तपाईँ अनि मेरो जीवनमा आज 2026 यो पहिलो दिन परमेश्वरले तपाईँ अनि मेरो जीवनमा एउटा कुरा गर्दै हुनुहुन्छ। त्यो अब आउनु हुनेछ के तिनीहरू त्यो जान्दैनौ? आउने कुराहरू परमेश्वरले तपाईँ हाम्रो जीवनमा हालिदिनु चाहनुहुन्छ। आउने जीवनमा नयाँ कुराहरू, राम्रा कुराहरू परमेश्वरले तपाईँ हाम्रो जीवनमा दिँदै हुनुहुन्छ। म वनमा पनि बाटो र मरुभूमिमा पनि नदीहरू बनाउनेछु। हेर्नुहोस् न, वनमा पनि बाटो, मरुभूमिमा पनि नदीहरू। आज तपाईँ हामी मरुभूमि देख्छौँ। मरुभूमि जहिले पनि सुक्खा हुन्छ, त्यहाँनिर बलुवै बलुवा, न त त्यहाँनिर कुनै हरिया ती रुखहरू देखा पर्छ, कुनै कुरा त्यहाँनिर देखा पर्दैन, बलुवै बलुवा। बलुवाको ठाउँमा के हुन्छ र? उजार, एउटा सुक्खा भूमि त्यहाँनिर मात्रै, मरुभूमि मात्रै देखा पर्छ। तर परमेश्वरले तपाईँ अनि हाम्रो जीवनमा यो नयाँ सालमा एउटा कुरा परमेश्वरले तपाईँ अनि मेरो जीवनमा हालिदिनु भएको छ। कि भन्दैछ, म वनमा पनि बाटो, है, वनमा पनि। वन तपाईँ हामीले देख्नुभएको घनघोर वन, एउटा डरलाग्दो जङ्गल छ अरे। कतिचोटि तपाईँ हामी हिँड्दाखेरि बाटो बिर्सिन्छौँ। त्यस्तो ठाउँमा तपाईँ हामी जीवनमा पनि, तपाईँ हाम्रो जीवनमा कति कुराले तपाईँ हामी वन जस्तो भएर आज बाटो बिराएको छ, बाटो पाएको छैन। तपाईँ अनि मैले असल बाटो पाएको छैन। प्रभुले त भन्नुभएको छ, यूहन्ना 14:6 भन्छ, बाटो सत्य र जीवन चाहिँ म नै हो भन्छ प्रभुले। आज वनमा पनि बाटो, सोच्नै नसक्ने, हुनै नसक्ने कुराहरू, त्यो डरलाग्दो वनभित्र जस्तै तपाईँ हामी हराएको हुन्छौँ त्यस ठाउँमा, त परमेश्वरले तपाईँ अनि मलाई चाहिँ सम्हाल्नुहुन्छ। भन्छ प्रभुले, वनमा पनि बाटो। त्यस्तो ठाउँमा परमेश्वरले तपाईँ हामीलाई उपाय दिनुहुन्छ। अनि मरुभूमिमा म नदीहरू बगाउनेछु। हेर्नुहोस् त, मरुभूमि जस्तो ठाउँमा परमेश्वरले नदीहरू, यहाँनिर भन्छ मरुभूमिहरूमा नदीहरू बनाउनेछु। आमेन। परमेश्वरले चाहिँ आज तपाईँ अनि मेरो जीवन पनि आज हताश निराशाको पनको जीवन लिएर, बाटो हराएको जस्तो, सुक्खा जमिन, त्यो मरुभूमि जस्तै तपाईँ हाम्रो उजार जीवन छौँ, उजार जीवन थियौँ। तर आज तपाईँ हामी डराउनु पर्दैन। परमेश्वरले त्यस्तो ठाउँमा हामीलाई उपाय दिनुहुन्छ। वनमा पनि बाटो परमेश्वरले तयार पारिदिनुहुन्छ, अनि मरुभूमि जस्तो ठाउँमा पनि परमेश्वरले चाहिँ तपाईँ अनि मलाई चाहिँ त्यहाँनिर नदीका कुराहरू चाहिँ, नदीहरू चाहिँ परमेश्वरले बनाउनु हुनेछ अरे। अनि यस कारणले गर्दाखेरि तपाईँ अनि म आज परमेश्वरको छोराछोरी हौ। हामी आज कुनै पनि निराशा जीवन लिएर तपाईँ हामी, है, हामी अगाडि बढ्नु सक्दैन। तर आज सबै कुराहरू, ती कुराहरू तपाईँ हाम्रो जीवनमा थियौँ। 2025 साल अघि तपाईँ हाम्रो जीवनमा वनमा बाटो हराएको जस्तो, नपाएको जस्तो, उजार मरुभूमिमा, सुक्खा जमिनमा पनि परमेश्वरले चाहिँ एउटा उपाय लाएर चाहिँ तपाईँ हाम्रो जीवनमा चाहिँ आशिषको नदीहरू त्यस्तो ठाउँमा पनि परमेश्वरले बगाउनु भएको छ। अनि यहाँनिर यशाया यहाँनिर 41 पदमा यहाँनिर प्रभुको वचनले भन्छ, यहाँनिर यशाया 41:10 पदले परमेश्वरले भन्छ, है, नडराऊ किनकि म तँसित छु, निर्भीत नहौ किनकि म तेरो परमेश्वर हौ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु र मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु।
अनि परमेश्वरको वचनले 2026 तपाईँ हाम्रो अगाडि चुनौतीका कुराहरू छ। तर आज तपाईँ अनि म कुनै पनि परमेश्वरलाई उद्धारकर्ता र मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई ग्रहण गरेको ती व्यक्तिहरूको निम्ति चाहिँ आज परमेश्वरले यही वचन भन्नुहुँदैछ, नडराऊ, म तँसित छु। है, हामी डराउनु पर्ने कुनै पनि कुरा छैन, किनभने परमेश्वर तपाईँ अनि मसँग हुनुहुन्छ। निरुहित नहौ, निराशाका कुराहरू, निरुहित हुने कुराहरू, मान्छेलाई मानसिक तनाव, मान्छेलाई है धेरै कुराबाट परमेश्वरबाट टाढो राख्ने चाहिँ निरुहितका कुराहरू, निराशाको कुराहरू प्रभुले भन्दैछ नहौ, किनकि म तेरो परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु। आज तपाईँ अनि मैले पाएको परमेश्वरले चाहिँ जहिले पनि तपाईँ अनि मलाई चाहिँ बलियो बनाउन चाहनुहुन्छ, जहिले पनि बलियो बनाउनुहुन्छ। म तँलाई सहायता गर्नेछु। हालेलुया, कति राम्रो कुराहरू। परमेश्वरले तपाईँ अनि मलाई जहिले पनि सहायता गर्न चाहनुहुन्छ। म मेरो धार्मिकताको दाहिने तँलाई सम्हाल्नेछु। परमेश्वरले तपाईँ अनि मलाई चाहिँ जहिले पनि सम्हाल्न चाहनुहुन्छ। अनि यस कारणले 2026 को यो नयाँ दिन, सुरुवात दिनमा म तपाईँ अनि तपाईँहरूलाई म यही नै भन्न चाहन्छु कि तपाईँ हामी आज डराउने कुरा छैन, तपाईँ हामी आज निरुहित हुने कुरा छैन, किनभने परमेश्वर हामीसित हुनुहुन्छ। परमेश्वरले तपाईँ अनि मलाई चाहिँ सहायता गर्न परमेश्वरले जहिले पनि तयारी हुनुहुन्छ। यस कारणले गर्दाखेरि आज नयाँ सालमा तपाईँ हाम्रो विवेक सफा पार्नु हो भने चाहिँ तपाईँ हामी विगतको कुरालाई चाहिँ सम्झनु भएन, विगतको कुरालाई तपाईँ हामी बिर्सिनु पर्यो। अनि अहिलेका कुराहरू, वर्तमानका कुराहरू परमेश्वरले के भन्नु चाहनुहुन्छ त्यो कुरामा चाहिँ तपाईँ हामी आज विचार गर्नुपर्छ। यहाँनिर हामीले जानेकै कुरा हो, यहाँनिर दोस्रो कोरिन्थी है, दोस्रो कोरिन्थी 5:17 बडो यहाँनिर है हाम्रो जीवनमा एउटा उत्साहका कुराहरू आउँछ, हाम्रो जीवनमा धेरै यहाँनिर फाइदाका कुराहरू, अनि हामीले यो जानेकै कुराहरू। त परमेश्वरको वचन चाहिँ दिनदिनै नयाँ नयाँ हुन्छ अरे नि त, होइन? यहाँनिर भन्छ दोस्रो कोरिन्थी 5:17 भन्छ, यसरी कोही क्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हुनेछ, पुरानो कुरा बितिसके, हेर ती सबै नयाँ भइसकेको छ। हेर्नुहोस् त, तपाईँ अनि मेरो जीवनमा अब पुरानो कुरा बिति गइसके, अब तपाईँ हामी एक खुर्किला अघि सर्दैछौँ, त्यो चाहिँ अब नयाँ सालमा। अनि जति नै तपाईँ हाम्रो जीवनमा विवेकलाई दूषित पार्ने कुराहरू, विवेकलाई दूषित पार्ने ती कुराहरू तपाईँ हामी यशाया 43:18 पद अनुसार अब विगतका कुरालाई हामी सम्झँदैनौँ, अहिलेको कुराहरूलाई, वर्तमानका कुराहरूलाई परमेश्वरले के भन्नु चाहनुहुन्छ त्यसमा हामी विचार गर्छौँ। धन्यवाद, जुन यो बिहानी तपाईँहरूको बिचमा छोटो वचन मैले ल्याएको छु। अनि परमेश्वरले तपाईँ सबैलाई आशिष दिउन्। जय मसीह। थ्याङ्क यू।